उपस्थित न्यायप्रेमी जनसमुदायहरू, आज यो पार्टीले आफ्नो उम्मेदवारी दर्ता गर्ने क्रममा एउटा ऐतिहासिक सहभागिता यो सोलुखुम्बु जिल्लाको सदरमुकाममा दर्ज गरेको छ। यहाँको उपस्थितिबाट हामी सबैले थाहा पाउँछौँ कि जनता कसको पक्षमा छन्, जनताले कुन दलको उम्मेदवारलाई विश्वास गर्छन् र भरोसा गर्छन्। आजको उपस्थितिबाट त्यो घाम जस्तै छर्लङ्ग भएको छ। हजारौं हजार संख्यामा विशेष गरी असाध्यै भौगोलिक रूपमा जटिल ठाउँहरूबाट रातारात आफ्नो उपस्थिति, आफ्नो सहभागिता दर्ज गराउनको लागि 2000 भन्दा बढी 3000 लगभग 3000 को संख्यामा जनसहभागिता, न्यायप्रेमी जनसहभागिता केका लागि भन्दामाखेरि तारा चिन्हमा मतदान गरेर तारा चिन्हको प्रत्यक्षतर्फको उम्मेद्वार असीम राईलाई निर्वाचित गराउन यो जनसमुदाय आज उपस्थित भएको कुरा हामीले विश्वास गरेका छौँ। मैले प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। हामी उमेरले युवा मात्र होइनौ, जोश, जागर, इच्छा शक्ति, तत्परताकोले पनि हामी युवा हौ। सोलुखुम्बु जिल्लालाई हामीले स्क्यान गरेका छौँ। कुन क्षेत्रमा कसरी विकास गर्ने, यहाँका जनताहरूको वर्षौंदेखिको जुन विकास र निर्माणको अपेक्षा छ त्यसलाई साँचो अर्थमा नेपाली कम्युनिस्ट पार्टीले सम्बोधन गर्नेछ। मैले तपाईँलाई धेरै भन्दिन, विशेष गरी भौतिक पूर्वाधारको मेरुदण्डको रूपमा रहेको बाटो, सडक सबैभन्दा महत्त्वपूर्ण कुरा हो। त्यो सडकलाई हेरेर आवश्यकताको आधारमा विशेष गरी काठमाडौँदेखि सगरमाथासम्मको द्रुत मार्गको लागि यो पार्टीको उम्मेद्वारको सबैभन्दा ठूलो पहिलो प्रायोरिटी हुनेछ। संसारभरिका मानिसहरू सगरमाथा हेर्नको लागि आउने बाटो, सगरमाथाको आधार क्षेत्रसम्म पुग्ने बाटो बनाउने हाम्रो चाहिँ प्रयत्न हुनेछ, पहल कदमी हुनेछ र पहिलो हाम्रो एजेन्डा त्यो हुनेछ। विशेष गरी तराई क्षेत्रबाट सगरमाथालाई जोड्ने अर्को द्रुत मार्ग पनि हाम्रो उत्तिकै हाम्रो प्रायोरिटीमा पर्नेछ। मलाई के थाहा छ भने बाटो आज हाम्रो सगरमाथा क्षेत्रसम्म हामीले पुर्याउने हो भने यो यही इन्डियासँग हामी जोडिएको, भारतसँग जोडिएको लगभग 50 करोड जनसङ्ख्या, उत्तर प्रदेश, बिहार र वेस्ट बंगालका टुरिस्टहरू, पर्यटकहरू सहज मार्गमा यो सोलुखुम्बु जिल्लामा आउनेछन् र यहाँको जनजीविका, यहाँको जनताको जीवनस्तर यत्तिकै उकासिनेछ। त्यसको लागि हामीले एक ढिक्का भएर प्रयत्न गर्नेछौँ। यो कार्यक्रम नेपालको गौरवको आयोजनामा परेन भने हामी सांसदको रूपमा आमरण अनसन बसेर हुन्छ अथवा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा मिडियाहरूमा अथवा अन्य प्रभावकारी रूपमा हामीले चाहिँ समन्वय गरेर यो देशको पहिलो कार्यक्रम बनाउने गरी हामीले कार्यक्रम गर्नेछौँ। त्यसको भूमिका हामीले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ। यति मात्र होइन, धेरै कुराहरू हामीले आफ्नो प्रतिबद्धताहरू घोषणा पत्रको रूपमा, प्रतिबद्धता पत्रको रूपमा तपाईँहरूको बीचमा आउनेछौँ। आज नै हामी धेरै ठाउँमा टाढासम्म हामी फर्किनुपर्ने परिस्थिति पनि भएको हुनाले मेरा आफ्ना कुराहरू, हाम्रो पार्टीका आफ्ना मतहरू हामीले जनताको बीचमा हामीले राख्नुपर्ने आफ्ना मतहरू हामीले लिखित रूपमा पनि ल्याउने कुरा छँदैछ। यति मैले भनौँ, विशेष गरी जेनजी आन्दोलनपछि जसरी नवयुवाहरूले आफूले यो देशमा पोलिसी मेकिङ प्रोसेसमा यो नवयुवाहरूको हस्तक्षेप आवश्यक छ, त्यो आवश्यक महसुस गरेर एउटा अनौठो किसिमको क्रान्ति नेपालमा भयो। त्यो जेनजी युवाहरूको जुन विद्रोह थियो त्यसलाई सम्बोधन गर्ने तागत यदि कोही मान्छेमा छ भने सोलुखुम्बु जिल्लामा नेपाली कम्युनिस्ट पार्टीको एउटा कार्यकर्ता असीम राईसँग छ भन्ने कुरा विश्वास दिलाउन चाहन्छु। यति मात्र होइन, हाम्रा अग्रजहरूलाई हामीले उत्तिकै सम्मान गर्नेछौँ। उहाँहरूको कुराहरूलाई पनि हुबहु हामीले चाहिँ सम्मान गरेर कार्यक्रमहरू राख्ने कुरा तपाईँहरूको बीचमा राख्न चाहन्छु। र अन्तिममा म तपाईँहरूलाई हात उठाएर शपथ खान चाहन्छु। तपाईँहरूको
शिर जसरी यहाँ चाहिँ ठाडो तपाईँहरू उभिनु भएको छ, सांसदको रूपमा संसदमा यो जिल्लाको प्रतिनिधिले प्रश्नमा गएर सम्बोधन गर्दै गर्दाखेरि तपाईँहरूको यो शिर निहुरिने छैन, उच्च हुनेछ, राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा खेल्नेछु। मैले यहाँ स्वाभाविक रूपमा एउटा कुरा भन्नुपर्छ, टिकट प्राप्त गर्नको लागि केही प्रतिस्पर्धाहरू थिए, तथापि पनि मभन्दा निकै योग्य, मभन्दा धेरै लगानी भएको पार्टीमा नेताहरू, आदरणीय नेताहरू पनि हुनुहुन्थ्यो। म श्रद्धाका साथ उहाँहरूलाई सम्बोधन गर्न चाहन्छु। तपाईँहरूले देख्नुभएको सपना, तपाईँहरूको सोच, हिजो माननीय हेमकुमार राईज्यूले 74 देखि 79 सम्म जुन काम गर्नुभयो, जुन अठोटका साथ नेपाली जनताको बीचमा, सोलुखुम्बु जिल्लाको जनताको बीचमा उहाँले जनतालाई बाचा गर्नुभयो, त्यो मेरो बाचा भयो। उहाँलाई सँगै राखेर उहाँको त्यो अधुरा कार्यक्रमहरूलाई सफल बनाउनको लागि मैले मेरो एक मुठी सास भइन्जेल म त्यो अठोटका साथ अगाडि बढ्ने मेरो नेतृत्वलाई सबैलाई यहाँहरू तपाईँहरूको यो गौरवपूर्ण उपस्थितिको लागि म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। जुन कुरा तपाईँले ममा देख्नु भएको छ त्यो कुरा पूरा गर्न कुनै कसुर बाँकी राख्ने छैन भन्ने प्रतिबद्धता व्यक्त गर्दै यो आजको उपस्थितिलाई मतसम्म रूपान्तरण गर्नको लागि निकै प्राविधिक रूपमा हामीले कसरत गर्नुपर्ने छ। त्यो हिसाबले डटेर तपाईँहरूले आफ्नो ठाउँबाट भूमिका खेल्नुहुनेछ। काउन्टडाउन सुरु भएको छ, 1 2 3 काउन्टडाउन सुरु भएको छ। नेपाली कम्युनिस्ट पार्टीको यो तारा चिन्हमा तपाईँले आफू र सारै जनतालाई चाहिँ भोट हाल्नको लागि चाहिँ सहजीकरण गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दै मेरो छोटो सम्बोधन यही टुङ्ग्याउन चाहन्छु। लाल सलाम।